साथीहरु हामी चाहिँ तयारी सरी भइसक्यो अब निस्किनु आँटेको है कहाँ निस्किनु आँटेको के निस्किनु आँटेको त्यो त पहिल्यै भनिसकेको छु कि तपाईहरुलाई त्यही दिन गएर देखाउँछु भनेर सरप्राइज छ है हामी सबैको लागि बहुत साल बाद हामी घुम्न जाँदैछ हो कहाँ जाँदैछ के जाँदैछ त्यो चाहिँ हेर्नुहोस् दामी दामी ठाउँ छ त्यहाँनिर फर्स्ट टाइम जाँदैछ हामी एक्सप्लोर गर्नुको लागि बुनु जहिले पनि मेरो समर भेकेसनमा त कहीँ जाँदैन भनेर यो पनि चाहिँ त्यसलाई सरप्राइज दिएको कहाँ के भनेर हो सो यहाँनिर चाहिँ सानो बहिनी बसिरहेको सुतिरहेको छ बहिनी हाई भन्दै हाई भन्दैछ गीत गाइदिँदैछ हो तयारी भएर बसेको छ बहिनी पनि सो प्लिज भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् होला तपाईँ थाहा पाउनुहुन्छ कहाँ जाँदैछ हामी भनेर है साथीहरु अब चाहिँ बसेको गाडीमा हामी चाहिँ यहाँ बिस्तारै बिस्तारै गर्दै गयौँ है एक्चुअली हामी जाने कुरा थियो 2 बजी बट ढिलो एकदमै ढिलो भयो हो त्यही भएर ढिलो निस्क्यौँ हामी ढिलो निस्किनुको कारणले गर्दाखेरि चाहिँ जुन चाहिँ ठाउँ जाँदै थियौँ त्यो ठाउँमा पनि निकै अगाडि ढिलो भयो हामीलाई हो अन्त र पनि हामी है पुग्नु चाहिँ पुग्यौँ आफ्नो डेस्टिनेसन यहाँनिर चाहिँ अब अगाडि देखाउँदै जाँदै थियौँ घाम पनि डुब्नु आँटेको थियो तर गरम चाहिँ कस्तो डरलाग्दो गरम थियो साथीहरू हो कोही बेला घाम कोही बेला पानी है जहिले पनि बुनुले मलाई त कहीँ लानु हुँदैन कहीँ हुनु पनि ठिकै कुरा हो हामी है कहीँ लाँदैनौँ त्यसलाई घुमाउनुको लागि कहीँ लगेको थिएनौँ नि त अनि त्यही भएर चाहिँ योपालि जाउँ भनेर सरप्राइज दिँदै थियौँ हो 1 दिनको ट्रिप थियो है तर साह्रै मजा आयो हामीलाई हो तपाईहरु बेला पनि जानुभयो होला है कता समर डेजहरुतिर है खाना खानु भनेर उत्रेको थियौँ हामी यो चाहिँ फोटो सेसन गर्नु अरे म चाहिँ एकछिन भिडियो बनाइदिन्छु हामी सिलिगुडीबाट हामी पनि नेपालको सुन्थ्यौँ मात्रै चटपटे भनेर लु आज हामी पनि खानु आँटेकै साथीहरू चटपटे यहाँ सिकेको हामी पनि खानु आँटेको चटपटे अनि यहाँनिर चाहिँ बिस्तारै गर्दै गाडी चलाउनु हुँदै थियो भाइले हो अन्त अँधेरो घुम्नु आँटेको थियो तर कस्तो मजाको वेदर है जहाँनिर हामी गएको थियौँ है यस्तो चिसो अन्त मजा लाग्यो है बेलुका पनि पुग्यौँ हामी आइपुग्यो बल्ल बल्ल कति बजी 8:30 बजी होला यहाँनिर चाहिँ सबैजना उत्रौँ है नानीको चाहिँ बेहाल भएको थियो किनभने नि त्यसले चाहिँ पुरा भमिटिङ गर्यो हो बिचरालाई अब है पुरा उकालो यस्तो उता पुरा टेढो बाटो थियो नि त त्यही भएर त्यसलाई चाहिँ अलिकति बिसन्चो भयो त्यो है यहाँनिर चाहिँ हामी बस्ने ठाउँ चाहिँ यही हो श्री अन्तु भन्ने ठाउँ रहेछ है कहिलेदेखि जानु चाहिँ इच्छा लागेको थियो है पुरा भयो यो पालि चाहिँ है बुनुको समर भेकेसनमा 1 दिनको लागि गयौँ हामी हो हामी आइपुग्यौँ अन्तु साथीहरू अब हामी चाहिँ 9, 10 बजेर हामी चाहिँ जाँदैछ किनभने चाहिँ पोखरी चाहिँ यति बेला दामी हुन्छ अरे नि त हामी चाहिँ एक्सप्लोर गर्नु जाँदैछौँ साथीहरू तपाईँहरूलाई पनि देखाउँछु सो कम मजाको लाइटिङहरू गरिरहेको थियो यहाँनिर चाहिँ ल है साथीहरू हामी चाहिँ यहाँनिर बेलुकाको भ्यूज हेर्न आएको थियौँ नि त हो अनि यहाँनिर चाहिँ सबैजना सानो प्लेस है सबै त्यहीँनिर भएको तर ट्रेनिङ अरे उसको पापै आउनुहुन्छ हेलो हो यहाँनिर कस्तो मजाको रातिकोले गर्दा होला भ्यूजहरू राम्रो देखेको छैन कि तपाईँहरूलाई म बिहानको पनि भ्यूज देखाउँछु है साथीहरू
यहाँनिर चाहिँ बनिँदै थियो है, दादाले हस्बेन्डले यहाँनिर चाहिँ बार्बिक्यू बनाउनु हुँदै थियो हो। यहाँनिर बार्बिक्यूको अप्सन पनि छ नि त, आफै बनाएर खाँदा पनि हुन्छ हो, उनीहरूले पनि बनाइदिनु भने बनाइदिन्छ। अन्त यहाँनिर चाहिँ झालमुरीहरू हो, अन्त उहाँको फेमस चाहिँ झालमुरी हो अरे नि त है। झालमुरी यस्तो के हामी चाबी खाइरहेको थियौँ हो, मजा आएको थियो हामीलाई पनि हो एक दिनको ट्रिपमा। बुनुल चाहिँ जाडो भयो आमा भनेर भन्दै थियो हो, जाडो भयो अरे त्यसलाई चाहिँ पुरा। सो आजको लागि चाहिँ है यही हो भिडियो चाहिँ हाम्रो। बाबा।